हाई गाइस वेलकम ब्याक टु माई च्यानल सीमा ब्लग। अनि अहिले चाहिँ टिकटकमा चाहिँ कन्ट्रोभर्सी चलिरहेछ गिवानीको मम्मी र अनि यो के डाइपरवालाको होइन त्यो विषयमा चाहिँ मलाई केही कुरा बोल्न मन लाग्यो कि एउटा भन्नाले इन्फ्लुएन्सरले गर्ने काम भनेको पहिला त मनी लिने हो अनि मनी लिएपछि त्यो प्रडक्टलाई प्रमोट गर्ने हो हैन। अब त्यो कुरा चाहिँ यस्तो हुन्छ के त्यो प्रमोट गर्ने त्यही मात्रै काम हो हैन। अनि अहिले चाहिँ के हुन्छ भन्दाखेरि अब पछिल्लो समय मेरो प्रडक्टलाई चाहिँ प्रमोट गर्यो अनि अहिले चाहिँ अर्कोको आयो त त्यसको प्रमोट गरिरहेछ भनेर जुन जेलेसी हुन्छ नि त्यो जेलेसी गरेर केही काम छैन कि यो अहिले डाइपर काण्ड आएको छ नि हैन। यो कुरा चाहिँ ध्यान दिएर सुन्नु हैन। तपाईहरु जति नै मेरो डाइपर बेस्ट मेरो डाइपर बेस्ट मेरो डाइपर बेस्ट भने पनि गर्ने घण्टाको केही पनि हैन के भन्ने हो भने सबै एउटा ट्याङको मुला हो। एउटा कुरा बच्चाको मामुहरुलाई थाहा हुन्छ के बच्चाको मामुहरुले चाहिँ कमेन्ट गर्नु होला हैन। तपाई चाहे जुनै ब्रान्डको तपाई लिनुस् डाइपर हैन त्यो डाइपरले बच्चाको सानो बच्चाको र्यासेस त गराउँछ ल। मलाई यस्तो डाइपर देखाउनुस् कि बच्चाको र्यासेस नहुने है जुनैले पनि र्यासेस गराउँछ। डाइपरलाई मेरो क्वालिटी बेस्ट हो भनेर मुख फुलाएर चाक फुलाएर छाती फुलाएर बोल्ने हो भने र्यासेस फ्री वाला बनाउनु पर्यो नि त। र्यासेस नहुने इरिटेसन नहुने अनि धेरैसम्म एब्जर्ब गर्ने त्यो खालको क्वालिटी लिएर आउन सक्नु पर्यो मार्केटमा। अस्ट्रेलिया भनेर ट्याप लाएर के भन्छ अरे हुँदैन। नेपालीलाई रसियाको छाप लाएर के नेपाली रसियन हुन्छ त हुँदैन नि। अब फेरि मलाई रसियन चाहिँ नभन्नु होला त्यो हो के है। कहिले पनि नेपालीलाई अस्ट्रेलियन भनेर अब म अस्ट्रेलियन हुन्छु त हुँदैन नि त। त्यही भएर डाइपरलाई ट्याप लाएर अस्ट्रेलियन भन्दैमा त्यो अस्ट्रेलियन डाइपर हुँदैन है। तपाईहरु यो डाइपर काण्ड गरेर केही पनि काम छैन। घण्टाको एउटाले प्रमोट गरिरहेछ अनि अर्कोले चाहिँ मेरो किन गरेन पहिला मेरै गर्ने अहिले मेरै विरोध गर्यो भने विरोध कहिले गरेछ विरोध कसैलाई गरेको पनि छैन। यो अहिले यो जुन यो पछिल्लो समय यो भाइरल भएको यो डाइपरले चाहिँ आफ्नो डाउनफल आफै गरिरहेछ के। कुनै पनि चलेको भाइरल मान्छेले नि फ्रीमा त कसैले पनि प्रमोट गर्दैन के। तपाईको त फ्रीमा प्रमोट गर्दैको रहेछ त्यति हुँदा पनि भन्ने हुँदा तपाईले त त्यो प्रमोट गरेको बापत त तपाईले क्यास त दिनुपर्ने हो तर तपाईले दिनु भएको छैन नि त हैन। त्यो हुँदा पनि चुप लागेर तपाईको ब्रान्डलाई प्रमोट गर्नुभयो कुनै बेलामा तपाईको एकदम हाईमा पुग्यो हैन। तर अहिले डाउनफल किन भइरहेछ त तपाईले डाउनफल गरेको त तपाईहरु आफैले नै हो आफ्नो ब्रान्डको हैन। तर एउटा कुरा म चाहिँ के भन्छु यो डाइपर काण्डहरुलाई चाहिँ के भन्छु भन्दाखेरि चाहे म्यानिपोको प्यान्ट ल्याओ कहिले के एयुई हो कि के हो त्यो डाइपरको नाम पनि अनि एउटा चाहिँ कोको जुनै डाइपर ल्याए नि कसम बच्चाको मम्मीलाई कहिले पनि चित्त बुझ्दैन के। जुनै डाइपर ल्याए नि तपाईले याद गर्नुस् बच्चाको त्यो टाङमा र्यासेस हुन्छ के। जुनै पनि मैले आजसम्म मैले हगिजको मैले मेरो सानो छोरीलाई पहिला सानोमा हगिजको डाइपर युज गरिन कि म्यानिपोको प्यान्टको युज गरिन कि अझ रोक्नु है मैले यो डाइपर पनि युज गरिन कि प्योर डाइपर हो क्या यो। तर यो डाइपर चाहिँ म चाहिँ के भन्छु भने मेरो छोरीको डाइपर हो। अस्ति छुट्टीमा आउँदाखेरि अझै 2 पिस बाँकी छ के हैन। यो डाइपर काण्ड आएको बेलामा म यही बेलामा बोल्छु हैन। यो डाइपरले नि के गरेन के मेरो छोरीले एकचोटी सुसु गरेपछि नि हैन यो सबै वेस्ट भयो कि। एकचोटी सुसु गर्ने बित्तिकै यो फुल हुने एब्जर्ब छैन अहिलेको डाइपरमा एब्जर्ब भन्ने चिज छैन। यसले एब्जर्ब गरेन हैन अनि त्यसपछि अनि योले चाहिँ हल्का अलिकति र्यासेस गरायो। डाइपर काण्ड आइरा बेलामा यो कुरा नै बोल्नु पर्यो हैन। मैले कति धेरै युज गरे यो प्योर भयो हगिज भयो म्यानिपोको प्यान्ट भयो अनि अझै पनि कुन ब्रान्डको मैले आजसम्म भन्यो भने मैले 6-7 वटा डाइपरको ब्रान्डहरु युज गराएको हो मेरो छोरीलाई हैन। नगराको हैन यहाँ डाइपर पनि छ फेरि कसको उठाएर ल्याए भने मेरै छोरीको साइज हो एक्सल ए है। अनि जुनै युज गरे नि त्यही नै हो
गर्ने केही पनि हैन। त्यो जति नै एब्जर्ब हुन्छ भनेर भने पनि त्यो एब्जर्ब धेरै बेर हुँदैन के। तपाईहरुले याद गर्नु भएको छ बच्चाको मम्मीहरुले डाइपर लाएपछि नि हाम्रो बच्चाले मुत्छ नि हैन, मुतिसकेपछि नि हैन त्यो जब बीचमा हुन्छ नि हल्का हल्का गिलो गिलो हुन्छ नि, अलिअलि मुत्या हुन्छ नि हैन, गिलो गिलो भएपछि उनीहरुको चाकमा गएर छाम्यो भने चाक चिसै हुन्छ। त्यो घण्टाको एब्जर्ब भयो, त्यो एब्जर्ब हो, त्यो चाक चिसो हुन्छ बच्चाको। अनि त्यहीबाट चिसो लाउँछ। डाइपर भन्ने हो भने त बच्चालाई चिसो लाग्ने भनेको डाइपर लाएर नै हो चिसो हुने भनेको। मैले अहिले आएर चाहिँ त्यो फिल गरेँ के। त्यही हो, त्यही भएर यो डाइपर काण्ड यो गराउनु पर्दैन। तिमीहरूले जति नै मेरो ब्रान्ड बेस्ट मेरो ब्रान्ड बेस्ट भनेर तिमीहरूले जति नै गरे नि तिमीहरूको ब्रान्ड कहिले पनि बेस्ट छैन के। बच्चाको मम्मीहरूले नै रिभ्यू दिइरा हुन्छ, नढाटिकन भन्नु होला। सबै यो बच्चाको मम्मीहरूले कमेन्ट गर्नु होला तपाईलाई आजसम्म कुन चाहिँ डाइपर बेस्ट लाग्यो ल भन्नु त। कुन चाहिँ डाइपरले तपाईको बच्चालाई र्यासेस गराएको छैन 12 घण्टासम्म? कुन चाहिँ बच्चाको टाङमा चाहिँ टाङमुनि चाहिँ र्यासेस भएको छैन? मेरो बच्चाको सानोमा टाङमुनि र्यासेस भएर भन्नुहुन्छ भने रातै हुन्थ्यो कि, चाहे फिमेल होस् कि मेल होस् हैन, त्यो र्यासेस प्रब्लम हुन्छ कि। अनि त्यसपछि चिसो हुने चाक पनि थियो। त्यही भएर आफ्नो ब्रान्ड प्रमोट गर्नु छ भने हैन त्यो मयुम मेरो ब्रान्ड नै एकदम चर्चामा आउनुपर्छ भन्ने त्यस्तो लाग्छ भने क्वालिटी पनि बेस्ट लिएर आउनु पर्यो कि। त्यही भन्न चाहन्छु। त्यही नै हो मैले भने त, अरू त केही नै हैन। तपाईहरुले चाहिँ कुन ब्रान्डको डाइपर तपाईले आफ्नो बेबीलाई युज गर्नुहुन्छ त्यो कुरा चाहिँ कमेन्ट गर्नु होला। कुन चाहिँ डाइपरले चाहिँ तपाईको बेबीलाई र्यासेस गरेको छैन त्यो कमेन्ट गरिदिनु होला हैन। म एउटा कुरा के भन्छु भन्दाखेरि हैन, कुन चाहिँ ब्रान्डले चाहिँ कुन चाहिँ डाइपरले चाहिँ हैन बच्चाको र्यासेस हुँदैन, 12 घण्टासम्म एब्जर्ब गर्छ नि, अनि त्यो डाइपरले चाहिँ बच्चाको चाकमा चिसो हुँदैन, जुनले त्यस्तो हुँदैन, जुन क्वालिटीकोले त्यस्तो हुँदैन नि हैन, जुन ब्रान्डको त्यो डाइपरले त्यस्तो गर्दैन नि हैन, त्यो डाइपरको मलाई त्यो नाम पठाइदिनुस्, लोगो पठाइदिनुस्, फोटो पठाइदिनुस्, त्यो ब्रान्डको म फ्रीमै प्रमोट गरिदिन्छु ल है। त्यही नै हो मैले भन्ने, अरू केही नै हैन। यस्ता जाँठा यो डाइपरले गर्ने केही हैन, पैसा वेस्ट मात्र। पहिला 100 रुपैयाँको कतिवटा आउँथ्यो, 5 वटा आउँथ्यो हैन, अहिले जम्मा 4 वटा। अनि के हुन्छ यो भन्ने बेलामा यहाँ सबै लेखेको छ एकदम। एब्जर्ब गर्छ, यो गर्छ, त्यो गर्छ, घण्टाकै एब्जर्ब गर्ने, एकचोटि मुतेसी सर्लक्क जाँदो रहेछ। त्यही भएर तपाईहरुलाई कुन डाइपर बेस्ट लाग्छ त्यो कमेन्ट गर्नु होला है।